भदौ 6 गते शनिबार पलाञ्चोक भगवती मन्दिरमा त्यहाँको पुजारी साँझको आरतीको तयारी गर्दै थिए। अकस्मात उनको नजर मन्दिरको शिलामा पर्यो। शिलामा पसिना आउँदै थियो। पुजारी अटालिए। नभन्दै 4 दिन नबित्दै नेपालको रसुवा भोटेकोसीको बाढीले विटण्डा मचायो। यो संयोग कि साँच्चीकै दैविक शक्ति? काभ्रेको पाँचखालमा रहेको प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा 2083 साल भदौ 6 गते शनिबारको साँझ आरतीको क्रममा भगवती मूर्तिमा पसिना देखिएको बताइएको थियो। त्यसपछि मूर्तिलाई स्नान गराएर क्षमा पूजा समेत गरिएको थियो। स्थानीय जनविश्वास अनुसार विगतमा पनि भगवतीको मूर्तिमा पसिना आएको घटनालाई देशमा भएका ठूला राजनीतिक तथा प्राकृतिक संकटसँग जोडेर हेर्ने गरिएको छ। 2058 सालको नेपालको इतिहासको सबैभन्दा रहस्यमय र पीडादायी घटनामध्येको एक दरबार हत्याकाण्ड, त्यसपछि 2072 सालको विनाशकारी भूकम्प, 2081 सालको देशका विभिन्न ठाउँमा विनाशकारी बाढी पहिरोको प्रकोप र 2082 सालमा भएको जेएनजी आन्दोलन हुनु अगाडि पनि शिलामा पसिना आएको जनविश्वास छ। यी घटनाहरूभन्दा अघि वा आसपास पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको थियो भन्ने स्थानीय दाबी सुनिन्छ। तर यहाँ एउटा महत्वपूर्ण कुरा छ, मूर्तिमा पसिना आउनु र त्यसपछिको विपत्ति आउनु बीच कुनै वैज्ञानिक कारण वा सम्बन्ध प्रमाणित भएको छैन। मूर्तिको सतहमा तापक्रम, आर्द्रता वा वातावरणीय कारणले पनि पानीको ठोपा बन्न सक्ने वैज्ञानिक सम्भावना हुन्छ। तर पुस्तौंदेखि चलिआएको जनविश्वासले भने यसलाई देवीको संकेतको रूपमा हेर्दै आएको छ।